हामीहरू किसानीहरूलाई खोलो पहिरो भूकम्पबाट हामी जोखिममा थियौँ। अब हामीहरूसँग केही पनि थिएन। अहिले सबैजना अब हामी कमजोरी अवस्थामा भएको बेलामा उहाँ विदेशीहरूले पनि सहयोग गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद। हामीहरूलाई विदेशबाट अन्तबाट लिएर आएर यहाँ बाख्रा पाल्न भैँसी पाल्न दिनुभएको छ। अनि हामीहरूले यो बाख्रा भैँसी पालेर 2-4 पैसा निकालेर यसो बचत राख्ने यसो अलिअलि केही खर्चहरू जुटाइराखेका छौँ। अब हामीसँग 50,000 पैसा भनेको एकैचोटि निस्किँदैन। अब 50,000 पैसा एकैचोटि निकालेर हामीले एकैचोटि 5वटा लिएर आयौँ। अब यो बेच्दाखेरि हामीले एउटैको 5,000 10,000 मात्रै नाफा भयो भने हामीले 50-60,000 त नाफा हुन्छ। सहयोगी दाताहरूलाई धेरै धेरै धन्यवाद भन्छौँ हामी। टाढा टाढाबाट पैसा लिएर आउनुहुन्छ, गाउँघरमा लगनी गर्नुभएछ, दिनुभएछ, सस्तो पर्सेन्टमा दिनुभएछ। धेरै खुसी भएको छु। बालबच्चा हुर्काउनु पाख यही दुध बेचेर महिनामा चाहिँ लगभग 26,000बाट घटी चाहिँ हुँदैन कि जस्तो लाग्छ। सहयोग गर्ने संस्थाहरू सबैलाई धेरै धेरै वाला पनि धन्यवाद। हामीलाई चाहिँ संस्थाबाट चाहिँ हामीलाई 50,000 अनुदान दिनुभएको थियो। त्यसबाट चाहिँ हामीले बाख्रा पालन गऱ्यौँ। अनुसार पनि अब राम्रै भएको छ। पहिलाको ऋणहरू चाहिँ तिरेको जस्तै भएको छ। अब हामीले 3वटा खसी बेचे बापत अब 52,000 चाहिँ पैसा देखिसक्यो। यो संस्थाले चाहिँ हामीलाई पहिल्यैदेखि नै सहयोग गरिरहनु भएको छ। अब आउने दिनमा पनि यसरी नै सहयोग गरिदिनु होला। मैले समूहमा बसेको छु। समूहमा थाहा भयो अनि सहयोग 50,000 मागेँ। बाख्रा लिएर आएँ, खसी किनेर 5वटा 50,000 रकम लिएँ मैले बाख्रा पालनको लागि। अब 40,000मा त 2टा खसी बेचेँ। अझै सहयोग झन् राम्रो, अझै थप पाउनु पाएँ झन् राम्रो गरिन्थ्यो होला। यो भैँसी ल्याउनलाई अब 1 लाख आएको थियो। अब 1 लाखको भैँसी अब त्यति बेला भैँसी थिएन। भैँसी अनि अब नहुनेलाई दिने भन्ने कुरो भयो। अनि थिएन पनि अनि त्यही 1 लाखको भैँसी अब त्यही 1 लाखको ल्याएको हो। अब अहिले दुध बेचिरहेको छ। अब पाडो छ, माउ छ। अब खाइदै भइछ। अब दुध अलिअलि खान पाएको छ, बेच्न पाएको छ। 4 लिटर जस्तो लैन्छ, 1 लिटर खाइन्छ। जे होस् आमदामी राम्रै छ। महिनाको हिसाबले 8-9 हजार हुन्छ। खुसी किन नहुनु, खुसी अब तिर्नै पर्यो नि। अब आफूसँग नभएपछि त अब ग्रुपले त्यति सहयोग पाइयो होइन। त्यति बेला अनि अर्थ भन्दा नि अब गाउँमा हाम्रो 20% छ, त्यो अब 3%मा पाइयो होइन त नि। अनि किस्तामा तिर्ने पैसा पाइयो। हामी चाहिँ समूहमा छौँ। 144 वडी महिला छौँ। समूहबाट त्यहाँ भैँसी पालनको लागि ऋण दिने भनेर भन्नुभयो। अनि म पनि भैँसी किन्छु भने अनिखेरि उहाँहरूले चाहिँ 1 लाख रुपियाँ भैँसी किन्न दिनुभयो। अनि अहिले ब्याएपछि अहिले 6 लिटर दुध बेच्छु। अनि त्यसमा चाहिँ महिनाको 20,000 रुपियाँ आउँछ दुधको। अब किस्ता पनि हालिसकेँ मैले। 53,000 रुपियाँ किस्ता तिरिसकेँ। एकदम पिछाडिएका अब निम्न स्तरका दिदीबहिनीहरूले पनि अब यो भैँसी किनेर दुध बेचेर 1 वर्ष पनि लाग्दो रहेछ कि भैँसी निखान्न सकिँदो रहेछ। सारा संसारबाट संस्था कहाँबाट कसरी गर्नुभयो उहाँहरूलाई पनि एउटा गाह्रो भयो होला हामीलाई होइन। कहाँ गएर कति ठाउँमा हात फैलाएर उहाँहरूलाई नि सजिलो छैन नि त। त्यस्तो गरेर ल्याएर हामीलाई सहयोग गर्नुभयो। एकदम खुसी लागेछ, एकदम खुसी लागेछ।